स्तर उन्नति गर्ने, खानेपानी, पुल पुलेसा यी यस्तै कुरा गर्ने कुरा भएकोले गर्दाखेरि अब यसलाई एउटा कुरो चाहिँ के ध्यान पुर्याउनु पर्छ भने यसको चाहिँ भूगोललाई हेरेर यसको बजेटलाई हेरेर काम कुरा गर्नुपर्ने हुन्छ। अघि पनि मैले तल साथीहरूसँग कुराकानी गरेँ। यसको अनुकूलता हेरेर हाम्रो नीति कार्यक्रम अनुसार यसलाई पर्ने र पार्नुपर्ने बजेटहरू पुर्याउनेमा दुई मत छैन। अघि खानेपानीको कुराहरू जोड्नु भयो हाम्रो सचिव कामरेडले। त्यो खानेपानीको चाहिँ के अरे चाहिँ धन्यवाद चाहिँ हाम्रो गोविन्द श्रोताङलाई दिनुपर्छ। मलाई थाहा हुँदैन कहाँ के छ भन्ने कुरा त थाहा हुँदैन। योजनाहरू टिपेर आउनु पर्यो। टिपेर आइसकेपछि कुन कुरालाई कसरी गर्ने भन्ने कुराहरू त्यो मेरो जिम्मा हो र योजनाहरू बनाउँदाखेरि वडा कमिटी, पालिका कमिटी अनि जनप्रतिनिधिहरूसँग लिएर जाने हो। अब यो पानी लाटा लटिनी के पो भन्छ त्यहाँबाट पानी आउँछ अरे हामीलाई पैसा चाहियो भनेर विराटनगरमै आएको साथीहरू गोविन्दसँग को पो थियो अर्को पवन पनि थियो। अहिले हामीसँग उहाँ हुनुहुन्न। पवनजीलाई पनि धन्यवाद बधाई नै दिनुपर्छ। उहाँ पनि हो यो पानी चाहिन्छ भनेर आउने। त्यति बेला हामी माओवादी पार्टीसँग हामी चाहिँ सहकार्य गरेर हामी अगाडि बढेका थियौँ। र यहाँ त अचम्मको कुरा एकताल कति आयो गोविन्द? 90 लाख। 90 लाख आयो। 90 लाख आएर लु त्यतिले सम्पन्न हुन्छ पुग्छ भनेर 90 लाख पठाइदिउँ। फेरि पछाडि पैसा पुगेन भन्दै कुदेर आउनुभयो। त्यो पछाडि कति आयो गोविन्द पैसा? पछि कति आयो? 90 लाख। पछि 30 लाख। 30 लाख गोविन्द र पवनले खायो भनेपछि 70 र 30 90 र नापेको यता हो। अनि गोविन्द हाम्रो सरले उता फेरि पछाडि लानुभयो। अब म भन्छु यसलाई आजै पुगेको छैन भने यो खानेपानीलाई व्यवस्थापन गर्नु पुगेको छैन भने यसको व्यवस्थापन गर्नुपर्छ नि। यसमा तपाईँहरूले दुई मत नले हुन्छ। लुगा म हजुर गोविन्द सरले के भन्नुभयो त्यतिखेर? के अरे माथि साखुवाको पोल रोपेर माथि ट्याङ्की चढाएर नि हामी यता चढाउने भन्नुभयो। अब यसो लुगा पुगेको रहन्छ। अब पुग्नु चाहिँ पानी पुग्यो तर हाम्रो अप्ठ्यारो छ यहाँ पुग्नु। त्यो भन्दा अब यसलाई अझै व्यवस्थापन गर्ने कुरा यो काम पुरा भएको छैन। मकै खोइ अधुरो छ। अब कति पुग्नु बाँकी छ यसलाई के व्यवस्थापन गर्दा यसको टेक्निकल कुरा के छ हामी त्यसलाई चाहिँ मध्यनजर गरेर आएको पानी सबैलाई व्यवस्थापन गर्छौँ। किनभने यो पानीको स्रोत ठुलो छ। म त के भन्छु भने तपाईँहरूको खानेपानी मात्रै होइन त्यो स्रोतलाई अझ राम्रो व्यवस्थापन गर्दाखेरि सिँचाइ पनि पुग्ने भयो भने सिँचाइ पनि पुग्ने भने यो भूगोललाई म सिँचाइको पनि कमजोरी देखिरहेको छु। म अहिले आइरहँदाखेरि त्यो कुरालाई पुरा हुन्छ। तपाईँहरू ढुक्क बस्नुहोस्, निश्चिन्त बस्नुहोस् र यो बाटोलाई स्तर उन्नति गरेर यसलाई व्यवस्थापन गर्ने कुराहरू हाम्रो 3 तहको सरकार रहन्छ, सङ्घ, प्रदेश, हाम्रो चाहिँ नगरपालिका, तपाईँहरूकै चाहिँ जनप्रतिनिधिहरू अहिले चाहिँ हाम्रो खम्बासी मेयर हुनुहुन्छ, अरू वडा अध्यक्ष सदस्य साथीहरू हुनुहुन्छ। यो अन्तर्गत व्यवस्थापन गर्ने कुराहरूमा तपाईँहरू ढुक्क रहनु होला। त्यो कल्पना पनि तपाईँहरूको यहाँ पानी आउँछ भन्ने मलाई थिएन के। अब पैसा त लैजाऊ साथी हो, पानी आउँछ के त भन्दाखेरि हामी जसरी पनि ल्याउँछौँ। हाम्रो साथी भएन साह्रै सङ्कट छ, खाने पानी नै छैन। त्यहाँ पानी लिनु जाँदा पनि टाढो जानुपर्छ भनिसकेपछि यसलाई प्राथमिकतामा राखेर माई नगरपालिकाको पानी यो योजना पठाउने चाहिँ अघि मैले भने गोविन्द र पवनै हो। अब म चाहिँ आज मात्रै आउँदैछु, यहाँ खानेपानी आएको छ भन्ने कुराहरू गर्दा मलाई खुसी पनि लाग्यो। पटक आइरहनुहुन्छ। तपाईँहरू निर्ढुक्क बस्नुहोस्। टेक्निकल कुरा मिलेको छैन भने हामी त्यसलाई मिलाएर सबैलाई बाँड्ने। अझ यो त सिस्टमेटिक ढङ्गले यो पानी त आएको पानीहरूलाई सिँचाइ गर्ने भयो भने तपाईँहरूले चाहिँ हिउँदोमा सञ्चित के अरे बर्खामा सञ्चित गरेर यसलाई चाहिँ अरू काममा लगाउन सकिन्छ। मैले त गोविन्दलाई के भने ठुल्ठुलो दहहरू बनाएर राख्न सकिन्छ भने यसलाई चाहिँ ड्याम बनाएर ठुलो दह बनाएर बर्खाको पानी त्यो पानी पनि जोडौँ। अहिले चाहिँ तपाईँहरूलाई बेला बेलामा खोल्नुपर्छ पानी, बर्खामा त पर्दैन नि। लाखौं लिटर जम्ने चाहिँ तपाईँहरूले चाहिँ पोखरीहरू दहहरू बनाउन सक्यो भने त्यो पानी चाहिँ तपाईँहरूले हिउँदोमा चाहिँ अनुकूलता मिलाएर सिंचित गर्न सक्नुहुन्छ। त्यसको पनि कार्यक्रम बनाउन सकिन्छ। साथीहरूले कुराहरू उठाउनु भयो भने सचिवजी सुन्नुहोस् है, तपाईँ आएको पानी खाने मात्रै होइन बर्खामा आएको पानीलाई पनि सञ्चित गर्न सकिन्छ। तपाईँहरूको त्यस्तो भूगोल छ भने म हेर्दैछु डाँडा काँडा खाल्टा खुल्टी अघि हेर्दैछु त्यस्तोलाई ड्याम बनाएर
तपाईँको चाहिँ त्यहाँ बर्खामा लाखौँ लिटर बर्खाको पनि जम्छ, त्यो तपाईँहरू आएको पानी पनि जम्छ। अनि यहाँबाट ओभरफ्लो भएको पानी पनि त्यहाँ हालेर चाहिँ तपाईँहरूले चाहिँ त्यसलाई सिँचाइमा प्रयोग गर्न सकिन्छ। यति भन्दै तपाईँहरूलाई म अरू के भन्नु, यस्तै होला होइन लुगा? बर्खामा पानी जमाउनु पर्दैन, बर्खामा त गइरहन्छ। हिउँदलाई लुगा अहिले डाँडाको मान्छे पो त हिउँद त्यसलाई पम्प गरेर माथि लानु सकिन्छ। डाँडाको मान्छेको लागि पो यो पानी त उहाँहरूको चाहिँ डाँडामा पर्छ होइन, त्यसलाई भन्दैछु त टेक्निकल कुरा मिलेको छैन, त्यसलाई पनि म व्यवस्था गर्ने कुरामा म तपाईँहरूलाई सहयोग गर्छु। त्यसलाई पम्प गरेर हुन्छ कि त्यसलाई चाहिँ डाँडामा लगेर ट्याङ्की बनाएर हुन्छ कि पानी सबैले खानु। पहिलो हाम्रो भनेको खानेपानी, स्वास्थ्य, शिक्षा अनि यातायात हामीले पाउनुपर्ने कुरा यो कुरा गर्ने कुरामा मेरो तर्फबाट तपाईँहरूलाई जहिले तहिले सहयोग गर्छु। ल मैले यति भन्छु। सन्तोष भाइ, त्यहाँ उहाँहरूकोमा पुगेको छैन अहिले पनि पानी? पानी पुग्छ कि तर